हेलो नमस्ते। अब मामा घर आएको होइन टक्क बिहान बिहान आज पूजा। मामाले भान्जा नुहाउनु भन्नुभयो। धारामा त के नुहाउनु यार, छेउमा खोला छ, गएर डुबेर आउनु पर्यो। टक्क सेती खोलामा गएर डम्मले डुबेर निस्केर आउनु पर्यो। मजाले यहाँ मामा घरबाट अलिकति तल खोला मस्त पारामा गयो, नुहायो आयो। यस्तो जाडोमा धारामा को के भन्छ ठिर्याउँदै बस्यो, डुब्यो पानीमा, साबुन लाए जस्तो गऱ्यो, फेरि निस्क्यो, सक्यो। भाइ टक्क खोला नुहाउने हो नि, सेङ्जालीको भान्जा भन्ने पार्नु परेन यार। कोही नै आउनु भएन, म चाहिँ बिहान बिहानै उठेर, बिहान त के बिहान 7 बजिसकेछ, उठेर टक्क एकचोटि डुब्छु। अनि एक लट बाटो बिरायो, यता जान्छ भनेपछि म यता जान्छु। फेरि खोला आइसक्यो गाइज, टक्क नुहाइदिन्छु म पुरा शानदार पाराले। ओहो है तेरि कुखुरा वन कुखुरा निस्किएछ त यार। गाइस देख्नुभयो वन कुखुरा, छेउछेउमा वन कुखुराले पनि नुहाइसकेछ यार। म ढिलो उठेछु। हेलो हेलो वन कुखुरा, हेलो भन्दै। गाइस खोला आइसक्यो, एक लट टक्क झम्म डुबेर निस्किन्छु, सक्यो। अनि नुहायो केटो भयो, त्यति भएपछि पुग्छ, मस्तले पुग्छ। अलिकति ज्यान डुबाउने जतिको त खोज्नु पर्यो। खोलामा आइसकेँ म त। कहाँ छ अलिक थोरै अलिकति ज्यान डुब्ने गहिरो त खोज्नु पर्यो। ज्यान डुब्ने गहिरो खोज्नलाई कहाँ जानु भने यहीँ छ है। टक्क यतिमा नुहाइदिएपछि चाहिँ हुन्छ, यतिमा अटिन्छ होला, मस्त पारामा अटिन्छ। खोला नुहाउँदै जाने, खोला तिरै तिर, चौतारी र भिरै भिर, मनमा छ पिरै पिर हो फानु कसरी। आहा माथि जाउँ कि क्या यार है, अलि अग्लो गइरहेको म चाहिँ यहीँ नुहाइदिन्छु। सानोतिनो खोला त होइन यो पनि, हजुरबालाई बगाइदिएको खोला हो है। अहिले दह खोज्नु पऱ्यो कि, दह खोजेर नुहाउनु पऱ्यो। टक्क धारा यस। ओहो ल यहाँ छ, यति भएपछि त पुगिगयो नि केटोलाई है। यतिकोमा त नुहाइन्छ गाइस, ताल्छ ल फिलिलिलिलिलिलिलि। ल अब म नुहाउँछु।